नमस्कार दर्शकवृन्द, हाम्रो पार्टीमा यहाँलाई स्वागत छ। हामी अहिलेसम्मका टप हेडलाइन लिएर उपस्थित भइसकेका छौं। कृपया भिडियोलाई अन्तिमसम्म हेरी लाइक तथा च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। काठमाडौँ महानगरमा स्थापित भन्दा बालेन 10,000 बढी मतले अगाडि, शाहले 21,285 मत ल्याउँदा प्रतिस्पर्धी एमालेका केशव स्थापितको 11,261 मत, उपमेयरतर्फ एमालेकी सुनिता जङ्गोल 20,888 मत सहित अग्रस्थानमा। भरतपुरमा 16,235 मत सहित रेणु अघि, एमालेका विजयी सुवेदी 3,000 भन्दा बढी मतान्तरले पछाडि, उपप्रमुखमा गठबन्धनका तर्फबाट कङ्ग्रेसका उम्मेद्वार चित्रसेन अधिकारी अग्र। हेटौडा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीकी मीना कुमारी लामाको अग्रता कायम, एमाले दोस्रो तथा राप्रपा तेस्रो स्थानमा। विराटनगरमा 61,103 मतगन्दा, मेयरमा नेपाली कङ्ग्रेसका नागेश कोइराला 4,919 मतले अघि, उपमेयरमा भने एमालेकी शिल्पा कार्कीको फराकिलो अग्रता। गणतन्त्र दिवस 3 दिनसम्म मनाइने, जेठ 14 गते बेलुकी सङ्घ प्रदेश र पालिका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाएर दीपावली गर्ने नागरिकलाई पनि गर्न अनुरोध। अर्थमन्त्रीलाई संसदमा उपस्थित हुन सभामुख अग्नि प्रसाद सापकोटाको निर्देशन, सदनमा बजेट छलफल भइरहँदा सरकारका मन्त्री तथा सांसदहरूको सहभागिता न्यून। सिंहदरबारभित्र रुखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका कर्मचारीको मृत्यु, टाउकोमा हाँगा खस्दा गम्भीर घाइते भएका मैनालीको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई। शेयर बजार 23 अङ्कले घट्यो, परिसूचक 2250 अङ्कमा 1,60 करोड रुपैयाँ बराबरको 37,98,000 किता शेयर खरिद बिक्री। अप्पर सोलो हाइड्रोका आइपिओमा आवेदन दिने समय थपियो, थपिएसँगै आयोजना प्रभावित स्थानीय बासिन्दाले 20 गतेसम्म भर्न पाउने। चीनको सङ्घाईमा घट्यो कोरोना संक्रमण, गएको 24 घण्टामा स्थानीय स्तरमै संक्रमित भएकाको संख्या 82 मात्रै। र अबका केही महिनामा विश्वले खाद्य सङ्कटको सामना गर्नुपर्ने, संयुक्त राष्ट्र सङ्घको जिकिर, युक्रेनको खाद्य निर्यातलाई हमला अघिको स्थितिमा पुर्याउन नसके विश्वले धेरै वर्षसम्म भोकमारीको सामना गर्नुपर्ने भनाई। हस्त हाम्रो पार्टीको टप हेडलाइन आजलाई यति नै। हाम्रो भिडियोलाई लाइक तथा सेयर गर्न नबिर्सिनुहोला। नमस्कार।